यति सारा कुरा गरिरहँदाखेरि पनि तपाईका सभापति शेरबहादुर देउवा सँगसँगै अर्का नेता परराष्ट्र मन्त्री पनि हुनुहुन्थ्यो आर्जु राणाको निवासमा त्यति धेरै रकम भेटियो जल्यो भन्ने कुरा आयो। त्यो पैसा कहाँबाट आयो भनेर सभापतिलाई कसैले प्रश्न सोध्यो? यस्तो लाग्छ, हेर्नुहोस्, त्यसको सत्य तथ्य के हो भन्ने कुराको त्यसको भार कसले बोक्नुपर्छ त्यो उहाँहरूले नै बोक्नुपर्छ। त्यही त त्यसको अनुसन्धान भइरहेको छ। पार्टीको बैठकमा यस्तो छ सभापतिलाई कसैले त सोध्नु पर्ने होला। म यसमा आउँछु। पार्टीको बैठकमै पनि डेफिनेटली त्यो कुरा उठ्थ्यो नै होइन। अस्तिको बैठक तपाईँले देख्नै भएको छ, सभापति आउनुभयो, आफ्नो कुरा राख्नुभयो र अहिलेको लागि छोडेर जानुभयो है। तर अब यसको के लाग्छ मलाई भने यो सरकारले यसलाई एउटा अनुसन्धानको विषय बनाइसके पछाडि हामीले के भन्नुपर्छ भने अनुसन्धानमा पनि कुनै पूर्वाग्रह नराखिकन, प्रतिशोधको भावना नराखिकन पहिले एउटा माइन्डसेट बनाएर अनुसन्धान नगर। गभर्मेन्टलाई हामीले भन्ने कुरा त्यही हो। हाम्रो तर्फबाट हामीले भन्ने कुरा अर्को कुरा के हो भने त्यो अनुसन्धान गर्ने कुरामा हाम्रो तर्फबाट पनि कहीँ कतै फेरि कुनै बाधा अवरोध कहीँ कतै के पनि हुँदैन। सत्य तथ्य के हो त्यो सत्य तथ्य बाहिर आओस्। यदि होइन भनेदेखि भने त्यसको अनावश्यक भारी सम्बन्धित पक्षले बोक्नु नपरोस्। हो भनेदेखि त्यसको जवाफ सम्बन्धित पक्षले दिनुपर्छ। यसरी नै जानुपर्छ।